पटकी जोडले हजुरहरु स्वागत छ मेरो यो भिडियोमा जहाँ माघे संक्रान्ति हामीले यहाँ मनाउन गइरहेको थियो नरबारी मगरबस्ती गाउँमा सदिया आसाममा। सो यहाँ हामी हजुरहरुलाई अलिकति झलक देखाउन गइरहेछौं। यहाँ जस्तो देख्न सक्नुहुँदैछ सानोमा एउटा दुकान लागेको थियो जो यहाँ वेशभूषाहरू थिएन मगरको उहाँहरूले किन्न सक्नुहुन्थ्यो है। त्यसपछि हामी अगाडि गएपछि हामीले यस्तो सिधा पस्नेबित्तिकै यस्तो बढियाले एउटा खुरपेटो यसरी बनाएर राख्नु भएको देख्न सक्नुहुन्थ्यो। साइडमा यहाँ हाम्रो मञ्चहरु यता छ। यहाँ अरु सबैजना बस्न लागि यसरी चेयर अरेन्जमेन्ट्सहरु सबै गरिरहेको छ। अनि यहाँ पस्नेबित्तिकै सिधा देख्नुहुन्छ मगर हुनुमा गर्व छ। त्यो त है मगर हुनुमा गर्व छ। यस हजुर अनि त्यहाँ देख्न सक्नुहुन्छ यहाँ सब्जीहरु कटाइ हुँदै थियो। यता रोटी पोलाइ हुँदै थियो है घुमाउने रोटी। त्यसपछि अगाडि जाँदाखेरि मञ्च यसरी थियो यहाँ हैन। यो मञ्चमा हामी चढेर हेर्दा यहाँ यसरी एउटा ब्यानर चिपकाएको थियो। यो ब्यानरमा पनि जे आज हुनु गइरहेछ त्यो लेखेको थियो। हजुरहरुले पोस्ट गरेर हेर्न सक्नुहुन्छ। अनि मञ्चबाट उतापट्टि हेर्दाखेरि कसरी दिखाइदिन्छ सबै ऑडियन्सहरु त्यसरी यहाँ दिखाइदिदै थियो मञ्चबाट यो है भ्यू है। त्यसपछि हामी यहाँ देख्न सक्नुहुन्छ मुख्य अतिथिगणहरुले यसरी झण्डा फहराइयो। त यहाँ बित्नु भएकोहरु खस्नु भएकोहरुलाई श्रद्धाञ्जली प्रदान गर्नलाई यहाँ सबैजना यसरी भेला भइयो है। त्यहाँ भन्दा अगाडि यहाँ सम्पादक ज्यूलाई यसरी सम्बोधन गरियो। त्यसपछि यहाँ जसको लागि भेला भएको थियो श्रद्धाञ्जली दिनलाई यसरी दियाबत्ती अगरबत्ती बालेर यसरी सबैजनाले यहाँ के भन्छ श्रद्धाञ्जली प्रदान गरियो है। यसरी फुलहरु चढाएर ल सो यसरी हामी पनि आइएम। त यहाँ गाइस हामीले यसरी भाङ्रा लागेको छ अरु केही लागेको छैन भन्दा छैन। अरु यसरी यहाँ किन्नलाई यस्तो जुम सोधौं भन्दा त यत्रो दाम सुनेर पैसा पनि छैन र हाम्रो साम फिटिङ हुने पनि छैन रहेछ। त्यही भएर किनेन अरु त छैन पनि। सो यहाँ देख्न सक्नुहुन्छ यहाँ कस्तो मजाले हाम्रो यहाँ सजाइएको छ। हजुर यहाँ जसरी लिएको छ मगर हुनुमा गर्व छ। आशा गर्छु हजुरहरुलाई पनि मगर हुनुमा गर्व छ भनेर। यस त्यसपछि हजुरहरुलाई देखाउन चाहन्छु यसरी झण्डा फहराएको जग्गा। त्यसपछि यहाँ हाम्रो पुरा मञ्च हेर्न सक्नुहुन्छ कति राम्रो लागेको छ है। त्यसपछि हामी अगाडि बढ्यौं। यहाँ एउटा सानो ग्रुप फोटो खिच्ने भनेर सबैजना यसरी भेला भयौं। त्यसपछि यहाँ सबैजना मुख्य अतिथिगणहरुलाई यसरी सम्बोधन गरियो है। म फटाफट पार गर्दैछु हजुरहरुले पोस्ट गरेर हेर्न सक्नुहुन्छ। त्यसपछि हामीले पहिलोचोटि हुर्रा डान्स यहाँ नहरबारीमा यसरी गर्यौं अनि गर्ने प्रयास गरौँ भने सबैको पहिलोचोटि थियो। त्यही कारण अलिअलि भुल भयो होला त्यसको लागि माफ गरिदिनुहोस् र अलिअलि हाम्रो हुर्रा डान्सको झलक हेर्नुहोस्। त्यहाँबाट हुर्रा नाच सकेपछि देख्न सक्नुहुन्छ कतिजना भेला भएका थिए। यहाँ सबैजना भेला हुँदा त कस्तो रमाइलो हुँदो रहेछ गाउँघरको। त्यसपछि हैन सबैजना मिलेर फेरि ग्रुप फोटो खिच्ने भन्नुभयो। त्यो ग्रुप फोटोको लागि सबैजना यसरी भेला हुनुभएको छ। सबैजनाले ग्रुप फोटो यसरी खिच्नु भएको छ। हजुरहरुले कसैलाई चिन्नुहुन्छ भने कमेन्टमा बताउनु होला। हजुर त्यसपछि नि दुईजना बहिनीको एउटा सानो नृत्य यसरी देखाइयो। हजुर उहाँहरुको नृत्यको अलिकति झलक हेर्नुहोस्। र त्यसपछि सबै मुख्य अतिथिगणहरुले आफ्नो तर्फबाट केही विचार वा शब्दहरु राख्नु भएको थियो तर सबै मैले रेकर्ड गर्न सकिन। सो त्यही भएर हामी बढौं अगाडि। सो त्यसपछि भयो गाइस यसरी खानेको समय। यहाँ हजुर प्रसादहरु बनाइएको थियो माघे संक्रान्तिको हैन। यसरी सबै मिलेर एकदम गाउँघरको सबैजना यसरी मिलेर यहाँ खानु बस्यो। हजुरले देख्न सक्नुहुँदैछ कति मजाले कति रमाइलो गरी कति यसरी स्वाद लिएर खादै यहाँ देख्न सक्नुहुँदैछ एकदम एन्जोय गर्दैछ भन्नु पर्यो नि त हैन। त्यसरी आउनुमा अलिकति ढिलो पनि हुन्छ कसै त्यही कारण अलिक साँझसम्म नै चलियो एकदम चलिरहने रख्यो भन्दा नि हुन्छ। त्यसपछि अलिअलि मनोरञ्जन हेर्नु है गाइस। अब
यहाँ दाइलाई हेर्न सक्नुहुन्छ, दाइको वेशभूषा एकदम दामी। दाइले यहाँ हाम्रो डम्बर दाइले यहाँ मजाले लगाएर आउनुभएको छ। अझै गाउँको दाइहरूले पनि लगाएर आउनुभएको थियो, तर मैले सबैजनालाई उठाउनु सकिनँ है, माफी पाऊँ। त्यसपछि हेर्नुहोस् गाइस, डान्स पर्फर्मेन्स हामी सबैजनाको पहिले सुरुवात गरियो दुईजना सानो बहिनी हाम्रो नहरबारीकोले, दियाहरू खुसीले। त्यसपछि गरियो यो सानो बहिनीले डान्स, देख्न सक्नुहुँदैछ। उहाँको नाम चाहिँ मलाई थाहा छैन है, खराब नपाउनुहोस्। त्यसपछि उहाँ बहिनीसँग अझै एकजना थपेर यसरी बहिनीहरूले गरियो डान्स। हजुर त्यसपछि आयो मेरो पालो, मैले पनि सानो बहिनी एउटा डान्स गरिएँ। हो यसरी सबैजनाले मलाई जज बन्न आमन्त्रित त्यसरी गर्नुभयो। म यति योग्य त थिइनँ होला, तर इट वाज ए ग्रेट प्लेजर, ग्रेट अनर और न्यू एक्सपिरियन्स फर मी। इट वाज द फर्स्ट टाइम फर मी एज ए जज। त यहाँ देख्न सक्नुहुन्छ पाटीपत्रको मारुनी टोलीको डान्सको केही झलक। त्यसपछि नहरबारीको लिम्बू बस्तीको विकास लिम्बू ब्रोले अलिकति गाना गाइएको छ, उहाँको हेर्नुहोस् केही झलक। त्यसपछि यो हो 6 नम्बरको कौडा डान्सको प्रदर्शन। त्यसपछि आयो हाम्रो मिना राणा भान्जीको डान्स। त्यहाँबाट आयो पाटीपत्रबाट है रश्मि थापा बहिनीको डान्स। त्यसपछि हेर्नुहोस् पाटीपत्रको कौडा डान्स। र यहाँ अझै कतिपय डान्स पर्फर्मेन्सहरू मैले रेकर्ड गर्न सकिनँ विशेष कारणले गर्दा, सो त्यसको लागि माफी पाऊँ है। र त्यसपछि यहाँ सब प्राइज डिस्ट्रिब्युसनको कार्यक्रमलाई अगाडि बढाएको गयो। त फर्स्ट प्राइज पायो मारुनी टोली पाटीपत्रले, सेकेन्ड प्राइज पाएको छ 6 नम्बर कौडा डान्स टोलीले, अनि फेरि तेस्रो पुरस्कार पाएको छ पाटीपत्र कौडा डान्स टोलीले है। अनि सिङ्गलमा चाहिँ रश्मि थापा फ्रम पाटीपत्र फर्स्ट प्राइज, सेकेन्ड प्राइज गएको छ मिना राणा नहरबारीको, अनि तेस्रो प्राइज फेरि रिना लोहार फ्रम पाटीपत्र। त्यसपछि सबैजना विनर र सबैजनाहरू मिलेर यसरी फोटो खिच्यो ग्रुपमा लास्टमा। र त्यसपछि के छ, त्यसपछि सबैजना मिलेर स्टेजमाथि चढेर एक डिजेमा यसरी खतरनाकले नाचिदिएको नि त ग्रुप डान्स। त्यसपछि हामीले यसरी मनाएर सकेको माघे सङ्क्रान्ति। हजुरहरूले कसरी मनाउनु भयो, हाम्रो मनाएको कस्तो लाग्यो कमेन्टमा बताउनुहोस्।